जय मसीह मेरो प्रियहरू, आज चाहिँ म तपाईहरुको लागि प्रार्थना गर्नेछु। यो शक्तिशाली प्रार्थनालाई जसले रिसिभ गर्नुहुन्छ नि उसको जीवनमा परमेश्वरले काम गर्नुहुन्छ है। हिब्रू 11 को 6 ले भन्छ विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न सकिदैन। तपाईको विश्वास छ भने परमेश्वरले भर्खर तपाईलाई निको पार्नुहुन्छ, इन्स्टेन्ट हिलिङहरु हुन्छ है। अस्ति मैले एकजनालाई प्रार्थना गरेको थिएँ, उहाँ चाहिँ एकजनाको लागि हैन जस सेसन प्रार्थना गर्दा भने चाहिँ वाउ मेरो घाँटी इन्स्टेन्टली हिलिङ भयो भनेर कमेन्ट गर्नुभएको थियो। उहाँको घाँटीमा कयौं समयदेखि समस्या त निको भयो। विश्वास गर्नु भने तपाईको लागि हुन्छ, किनभने विश्वास भयो भने सबै कुरा सम्भव छ है। प्रभु यीशुले भन्नुभयो मर्कुस 9 को 23 मा विश्वास गर्नेको लागि सबै कुरा सम्भव छ। आमेन। त्यो कारणले विश्वास गर्नुस्, प्रार्थना गर्छु म, रिसिभ गर्नुस्, परमेश्वर तपाईको जीवनमा काम गर्नुहुन्छ। आमेन। हुन्छ। तपाईहरु आँखा बन्द गर्नुस्। जुन स्थानमा बिमारी छ, तपाईको रोग छ, त्यो ठाउँमा तपाई हात राख्नुस्, त्यो सबै बिमारी यीशुको नाममा जान्छ है। यीशुको नाममा रोगहरु सबै भएको ठाउँमा हात राख्नुस्, आँखा बन्द गर्नुस्। म प्रार्थना गर्छु तपाईहरुको लागि। स्वर्गमा रहनुहुने मेरो परमेश्वर पिता, म प्रार्थना गर्छु प्रभु तपाई महान सर्वशक्तिमान जिउँदो जीवित पवित्र परमेश्वर, मेरो खुदा म प्रार्थना गर्छु यस समय जतिले पनि प्रभु यो भिडियो सुन्दै हुनुहुन्छ जुन बिमारीको अवस्थामा त्यो स्थानमा हात राख्नु भएको छ येशूको नाममा राबा शाखा रामान्दो खोनो रोबो श्यान्देले रे येशूको नाममा प्रार्थना गर्दछु। त्यो ठाउँमा जुन ठाउँमा हात राख्नु भएको छ येशूको नाममा सबै बिमारी निस्कि, यीशु मसीहको सामर्थ्य नाममा यसै समय सबै बिमारीहरू निस्कि 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 अब येशूको नाममा। ओ परमेश्वर चंगाइदिने तपाईँ हुनुहुन्छ। यहोवा राफा राबा शान्दा राखाना राबा शान्देले रे त्यो बिमारी जुन जुन ठाउँमा हात राखेका छन् येशूको नाममा सबै बिमारीलाई म डाल्छु। फट दुष्ट आत्मा येशूको नाममा छट यसै समय येशू मसीह नासरीको नाममा हो त्यो अन्धपन फट बैरपन फट दुष्ट आत्माहरू यसै समय गुंगापनहरू येशूको नाममा निस्कि जा। ओ एलर्जी निस्कि जा येशू मसीहको सामर्थ्य नाममा। लंगडापन छ यसै समय फट दुष्ट आत्माहरू रो राबा शान्दा राखाबा। हातको समस्या छ येशूको नाममा गायब भएको घोषणा गर्छु। त्यो गाँठहरू सर्वाइकल एलर्जीहरू चल 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 फट क्यान्सर आउट येशूको नाममा। सुगर बीपी नर्मल भइजा, थाइरोइड नर्मल भइजा येशूको नाममा। सबै बिमारी निस्कि 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 तेरो अधिकार छैन। टाउको दुख्ने, कान दुख्ने, घाँटी दुख्ने, ओ दाँत दुख्ने, नाक दुख्ने चल चल निस्कि फट दुष्ट आत्माहरू येशू मसीहको सामर्थ्य नाममा। ग्यास्ट्रिकको प्रब्लम किटाणु फट येशूको नाममा तलमा नष्ट गर्दछु। येशू मसीह नासरीको नाममा, येशू मसीहको नाममा निस्कि 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 नासरत येशूको नाममा निस्कि चल दुष्ट आत्माहरू हरेक रोगहरू चल फट येशूको नाममा। यसै समय सबै बिमारीलाई म डाल्दछु येशूको नाममा। निस्कि जा निस्कि जा आउट राबा शाखा राबा शान्दे। हो त्यो ढाडको समस्या फट दुष्ट आत्माहरू। पाइल्स रोगहरू नर्मल भइरहेको समय, घुँडाको समस्या नसहरू ब्लक छन् येशूको नाममा निको भइरहेको समय। प्यारालाइज रोगहरू फट दुष्ट आत्माहरू येशूको नाममा। छाडे रोगहरू फट दुष्ट आत्माहरूलाई येशूको नाममा फायर रिलिज गर्दछु। पवित्र आत्माको फायरलाई रिलिज गर्दछु। फायर 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 येशूको नाममा फट दुष्ट आत्माहरू येशूको नाममा, येशूको नाममा त्यसै समय जलेकोमा घोषणा गर्छु। चली जा चली जा चली जा चारा बाशान्दा या खान्दो बो शान्दा ज्वरो रुवा खोकी जो भाइरसहरू फट 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 दुष्ट आत्माहरू येशूको नाममा तिमीहरूको पोको बोकेर निस्कि जा येशूको नाममा। ओ लुका 10 को 19 मा पाएको अधिकारले पैतल मुनि कि तिमीहरूको अधिकारलाई दुष्ट आत्मा निस्कि 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 येशूको सामर्थ्य नाममा। यसै समय हरेक बिमारीहरूबाट आजाद भएको घोषणा गर्छु। आजाद भएको घोषणा गर्छु। किडनीले काम गरेको छैन, ओ काम गर्न स्टार्ट भएको घोषणा गर्छु। ओ पथरी रोगहरू भाग येशूको नाममा। यसै समय ओ त्यो क्यान्सर रोगहरू, यो एड्स रोगहरू चल 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 निस्कि निस्कि येशूको नाममा। यसै समय हो त्यो आन्द्राको समस्याहरू भएको, हो त्यो मुटुमा सुराग देखिएको, त्यो मुटुमा पल देखेको चल फाट येशूको नाममा। सबै बिमारी निस्कि निस्कि, छातीको समस्या निस्कि निस्कि निस्कि, चिसोपन निस्कि 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 येशूको नाममा। यसै समय छुटकारा भएको म घोषणा गर्दछु येशूको नाममा। नासरत येशूको नाममा छुटकारा 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 छुटकारा। ओ रिबा बाबा शान्दा फ्री 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 हर बिमारीबाट येशू मसीहको सामर्थ्य नाममा म प्रार्थना गर्छु। परमेश्वर हर बिमारीलाई हटाउने तपाईँ हुनुहुन्छ। हर बिमारीहरू येशूको नाममा गइसकेको छ। ओ प्रभु तपाईले यिनीहरूको दुर्बलहरूलाई, यिनीहरूको रोगहरूलाई बोकेर लगिसक्नु भएको छ। दुर्बलता येशूको नाममा हटिसकेको छ। इन द नेम अफ जीसस रेबे शेकेरिया खामा मामान्दाबा शाखरो रिया गाला राबा बाबा शान्देरिया मामान्दो खोनो रोबो शाखा राबा बाबा। म विश्वास गर्छु प्रभु तपाईले निको पारिसक्नु भएको छ। येशूको नाममा छुटकारा 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 भएको घोषणा गर्छु। फ्री 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 येशू मसीह नासरीको सामर्थ्य नाममा। हरेक बिमारीहरू छोडेर गइसकेको छ। हरेक बिमारी छोडेर गइसकेको छ। विश्वास गर्ने जीवनमा काम हुँदैछ। बिलिभ 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 गर्नुहोस् येशूको नाममा। फ्री इन द नेम अफ जीसस क्राइस्ट। ओ तपाईको प्रेको बाबा 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 रिगाना राबा शान्दे रेखेन्दे बेशोन्दो लोरो रिगाना राबा शान्दा चल 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 हर बिमारीहरू फट 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 येशू मसीहको नाममा। यसै समय कसको काम बनेको छैन येशूको नाममा। पिआर नबनेको पिआर बन्दैछ येशू मसीहको सामर्थ्य नाममा घोषणा गर्दछु। ओ जसले गभर्नमेन्ट जबको लागि अरू जबको लागि एप्लाई गर्छ आज जब मिल्दैछ येशूको नाममा। ओ जति पनि ऋणमा येशूको नाममा डुबेको छन् ऋणबाट आज छुटकारा भएको म घोषणा गर्दछु। हरेक ऋणबाट छुटकारा भएको घोषणा गर्दछु येशू मसीहको नाममा। हरेक बिमारहरूलाई म डाल्दछु येशूको नाममा। सबै बिमारहरू निस्किसकेको छ। ओ ऋण व्यवहार क्लियर भएको घोषणा गर्छु। रोजगार नहुनेको रोजगार हुँदैछ। अब बिजनेस नहुनेहरूलाई येशूको नाममा बिजनेसले ब्लेस गर्छु। ओ अबसम्म प्रमोसन भएको छैन, व्यापार व्यवसाय बढिरहेको छैन, आजदेखि बढेको घोषणा गर्छु। देश विदेश गएर फसिने व्यक्ति रिसिभ गर्नुहोस् आज येशूको नाममा। तपाईँलाई छोडाउँदैन परमेश्वरले। फ्री येशूको नाममा छुटकारा भएको घोषणा गर्छु। जो जो नशामा डुबेको छन् विश्वास रिसिभ गर्नु नशाबाट आज येशूको नाममा।
छुटकारा भएको घोषणा गर्छु येशू मसीहको नाममा प्रभु तपाईले दिएको अधिकारले येशूको नाममा हो परमेश्वर पिता येशूको नाममा हो छुटकारा 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 हेर्ने सबैको जीवन सेम नरहोस् बदलियोस् येशूको नाममा फ्री येशू मसीहको नाममा हस्पिटलमा छन् अवस्था परिवर्तन हुँदैछ रिसिभ इट इन द नेम अफ जीसस रिखाना राबा शान्दाला ओ जो पवित्र आत्मा चाहिएको छ आफ्नो टाउकोमाथि हात राख्नुस् म प्रार्थना गर्छु आज येशूको नाममा ओ पवित्र आत्मा ओ यिनीहरुमाथि ओर्लिनुहोस् यस समय येशूको नाममा ओर्लेको घोषणा गर्छु रिसिभ राबा शाखरा राबा शान्दाला रियामन्दो खोनो रोबो शान्दा रियामन्देले शोकुरु हरेक बिमारीहरु हरेक समस्याहरु आज गइसकेको छ छोडेर ओइ समस्याको पहाड फरिजा येशूको नाममा आज प्रभु यो गरिबीको श्रापलाई म फोड्दछु येशूको नाममा फ्री हर बिमारीबाट आजाद हर समस्याबाट आजाद भएको घोषणा गर्छु बुढाबुढीमा झगडा गराउने अन्धकारको शक्ति येशूको नाममा आज परिवारमा अशान्ति ल्याउने येशूको नाममा अशान्ति हैन अब शान्ति आएको घोषणा गर्छु येशू मसीहको सामर्थ्य नाममा ओ परिवारमा ओ छोराछोरीको बुद्धि छैन ज्ञान छैन प्रभु दायाँ बायाँ लागेका छन् आज प्रभु उनीहरू त्यो ज्ञान बुद्धि तपाईले दिनुहुन्छ उनीहरूलाई ब्लेस गर्छु येशू मसीहको नाममा यसै समय छुटकारा बोल्छु प्रभु परिवारमा शान्ति दिने परमेश्वर तपाईँ हुनुहुन्छ राबा शान्ति रिखाना राबा शान्दुल्लो ओ पवित्र आत्मा तपाईलाई धन्यवाद निको पार्ने परमप्रभु परमेश्वर ओ म विश्वास गर्छु प्रभु अघि मैले प्रार्थना गर्ने भन्दा ओ प्रभु तपाईसँग मैले के कुरा गर्दै गर्दा प्रभु सोध्दै गर्दा तपाईले केही व्यक्तिहरू देखाउनु भएको थियो ओ प्रभु यी व्यक्तिहरूको लागि प्रार्थना गर्न येशूको नाममा प्रार्थना गर्छु गीता सुना रिसिभ गर्नुहोस् येशूको नाममा तपाईको सबै बिमारी जाँदैछ तपाईको परिवारमा शान्ति आउँदैछ येशूको नाममा हरेक समस्या जाँदैछ विश्वासको साथ रिसिभ गर्नुहोस् येशूको नाममा टाउकोमा ध्यान राख्नुहोस् येशूको नाममा विश्वास साथ रिसिभ येशूको सामर्थ्य नाममा ओ दीपक रिसिभ गर्नुहोस् येशूको नाममा ओ आशीषित गर्छु तपाईहरु हर बिमारी फट येशूको नाममा दिलमाया रिसिभ इट येशूको नाममा चल कीटाणुहरु त दाँतको निस्की शरीरमा चल बिमारहरु फट येशू मसीहको नाममा यसै समय कमल रिसिभ इट येशूको नाममा हर बिमारी फट हर अशान्तिको कुराहरु समस्याहरु ढलिजा ओ परिवारमा शान्ति आएको घोषणा गर्छु ओ व्यापार व्यवसायमा कामकाजमा उन्नति बोल्दछु प्रभु येशूको नाममा राखाना राबा शानदार ओ भाइ मनिष येशूको नाममा ढल्न कम भएको छ येशूको नाममा त ढल्ने बिमारहरुबाट छुटकारा भएको म घोषणा गर्दछु येशू मसीहको सामर्थ्य नाम हो जसको पछाडी माया झुन्डिन्छ येशूको नाममा रिसिभ गर्न तपाईहरुको लागि यो येशूको नाममा टाउकोमा ध्यान राख्नु यसै समय हरेक बिमारीहरु चल इनको परिवारबाट निस्की इनको जीवनबाट निस्की चल येशूको नाममा आज छुटकारा भएको घोषणा गर्छु यसै समय रिसिभ गर्नुहोस् रिमा मामा दोखोनो रोबो श्यान्दाला राबा शाखा उर्मिला रिबा श्यान्दा राबा हर बिमारी जाँदैछ रिसिभ ओ राबा शाखालाई परिवारमा शान्ति आउँछ सबै बिमारी ओ परिवारबाट उनको जीवनबाट निस्किँदैछ रिसिभ येशूको नाममा सबै बिमारीहरु येशूको नाममा रिमा दाखाना राबा रिया मान्देबे शेकेरे येशूको नाममा ओ पवित्र परमेश्वर तपाईले आशीष गर्नु प्रत्येकलाई रिमान्देलेबे शोकुरो सुस्मिता रिसिभ इट येशूको नाममा हर बिमारी फट येशू मसीहको सामर्थ्य नाममा राखाना राबा शान्दाला राबा रिया मन्दो खोनो रोबो शाखरा ओ रिमा विश्वास गर्छु पवित्र परमेश्वर हरेकलाई निको पार्ने परमप्रभु परमेश्वर तपाईँ हुनुहुन्छ छुटकारा दिनुभयो चंगाई दिनुभयो बन्धन तोड्नुभयो हरेकको जसले पनि प्रभु विश्वास गरेर रिसिभ गरे म विश्वास गर्छु इन्स्टेन्टली हिलिङ भएको छ समस्याको पाठ ढलिगएको छ आजदेखि येशूको नाममा धन्यवाद ओ निको पार्ने परमप्रभु परमेश्वर यहोवा राफा तपाईलाई धन्यवाद सबै आदर महिमा प्रशंसा तपाईलाई दिन्छु चालिस प्रभु हाम्रो बिचवटा येशूको नाममा वाव हालेलुया धन्यवाद काम गर्ने प्रभु हो परमेश्वर पिता धन्यवाद सबै महिमा तपाईलाई दिन्छु ओ धन्यवाद माग्दछु यस प्रार्थनालाई येशू प्रभुको नाममा आमेन हालेलुया मलाई अघि चाहिँ प्रार्थना गर्नुभन्दा अगाडि मैले प्रभुसँग चाहिँ जो सोध्दै गर्दाखेरि केही नामहरू प्रभुले चाहिँ मलाई यो जस रेगुलर गर्नेहरूलाई चाहिँ मलाई देखाइरहनु भएको थियो यिनीहरूको लागि प्रार्थना खाँचो छ भनेर तर मैले चाहिँ प्रार्थना तपाईँहरूको लागि गरेँ रिसिभ गर्नुहोस् विश्वास साथ र जति पनि प्रेयर रिक्वेस्टहरू छ तपाईँले पठाइराख्नुहोस् है हामी तपाईँलाई निरन्तर प्रार्थना गरिरहेका छौँ र यसरी नै अगुवाई भयो भने तपाईँको नाम यसरी नै लिएर म तपाईँको लागि स्पेसल प्रार्थना गर्नेछु र जसको लागि आज नाम लिए विश्वास साथ रिसिभ गर्नुहोस् तपाईँले चाहिँ गवाई पठाउनुपर्छ विश्वास साथ रिसिभ गर्नुहोस् परमेश्वर तपाईँको ठुलो काम गर्दै हुनुहुन्छ आमेन हालेलुया